हेलो गुड मर्निङ सबैलाई स्वागत छ। हामी गुराँसको रमणीय ठाउँमा भ्रमण गर्न आएका छौँ। 2082 सालको शुभ अवसरमा पारेर यहाँ नाङ्गी धुरी समुद्र सतहदेखि 3300 मिटर हाइट छ। यसमा गुराँसको रमणीय ठाउँ हेर्न सक्नुहुन्छ। यो प्युठान र बागलुङको सिमाना हो। यसमा यहाँ गोठहरू प्रशस्त हुन्छन्। अब बर्खाको समयमा तपाईहरु पनि आउन सक्नुहुन्छ, भ्रमण गर्न सक्नुहुन्छ, अवलोकन गर्न सक्नुहुन्छ, प्रकृतिसँग रम्न सक्नुहुन्छ। हाम्रो यहाँ विभिन्न किसिमका गुराँस फुलको रमणीय ठाउँ आइदिनु होला, घुमिदिनु होला। यो ठाउँलाई, गन्तव्यलाई आएर यहाँको अवलोकन गर्नु होला। एकदम रमाइलो छ। वैशाखको महिना लाली गुराँस ढकमक्क फुलिरहेछ। हाम्रो राष्ट्रिय फुल हेर्न सक्नुहुन्छ। कृपया आउनु होला, घुमिदिनु होला। मलाई एकदम रमाइलो लाग्यो। हाम्रो दाजुभाइहरू यहाँ भिडियो बनाउन व्यस्त छन्। म चाहिँ भिडियो बनाउन मेरो भ्लग्सलाई हेरिदिनु होला। लाइक शेयर कमेन्ट गरिदिनु डायमन्ड भ्लग्सलाई। म भ्लग्समा हाल्नेछु। अत्यन्तै रमणीय छ ठाउँ, छोडेर नजाने जस्तो छ गाइस। लुम्बिनी प्रदेश अन्तर्गत पर्छ प्युठान जिल्ला। अत्यन्तै रमाइलो, जता हेऱ्यो उतै गुराँसै गुराँस। कोही चाहिँ फुल्ने क्रममा छ, कोही फुलिसकेको छ। र नआउनु होला। वाउ, keep watching my vlogs. यता अगाडि प्युठान देख्न सक्नुहुन्छ। पुरै गुराँसै गुराँस रहेछ। यहाँ फर्स्ट टाइम आएको, यो ड्रोन भए धेरै राम्रो देखिन्थ्यो। त्यस क्यामेरा पनि गर्न सक्ने कैद गरिरहेको छु मैले। हेर्न सक्नुहुन्छ गुराँसको फुल। वाउ, मौरीहरू घुमिरहेछन्। एकदम रमाइलो ठाउँ छ, आउनु होला। यो महिनाको 2, 4, 5 गते भित्र फेरि हामी रोल्पातिर नि जाँदैछौँ। रोल्पातिर नि यस्तै भिडियो सामाजिक सञ्जालमा देखेको छु। त्यहाँको नि भिडियो हेर्न सक्नुहुन्छ। मैले फर्स्ट टाइम लाली गुराँसको रमणीय दृश्य अवलोकन गर्दैछु। मलाई चाहिँ अत्यन्तै राम्रो लाग्यो। तपाईँलाई कस्तो लागेछ प्रतिक्रिया जनाउनु होला, लाइक शेयर कमेन्ट गर्नु होला मेरो भ्लग्सलाई। एकदम ढकमक भइरहेछ। दुई 2082 सालको सम्पूर्ण देश, स्वदेश, विदेश जहाँसुकै हुने नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवालाई शुभकामना छ। यो नयाँ वर्षले हर्ष उल्लास, नयाँ गन्तव्य आँटेका चिजहरू
पुरा रहन् ए आशा राख्दछु। सबैलाई शुभकामना छ। सेतो पनि हुनु रहेछ, सायद प्रजाति 2-3 थरीको देख्न पाउँदो रहेछ यहाँ लाली गुराँसको। लाली गुराँसै लाली गुराँस, कति हेर्ने लाली गुराँस। हामी हिजो साँझ बास बस्न आएको नाङ्गी धुरीमा, अप्पर नाङ्गी। यहाँ बस्ने ठाउँ पनि छ, तर चाहिँ ओड्ने ओछ्याउन चाहिँ आफै व्यवस्था गर्नुपर्ने छ, खानाको लागि आफै व्यवस्था गर्नुपर्ने छ। यो पनि जानकारी होस् सबैलाई। पुरै लाली गुराँसको वन रहेछ यो, अत्यन्तै राम्रो लाग्यो मलाई चाहिँ। भर्खर घाम चाहिँ झुल्केछ। हामी खाजा खाएर निस्केका छौँ। आज करिब यहाँ 2-4 घन्टा बस्छौँ होला हामी। अरू गाउँबाट मान्छेहरू आउनुहुन्छ होला अवलोकन गर्नलाई। राम्रो छ गाइस, राम्रो छ लाली गुराँसको। अझै वैशाखको अन्तिमसम्म नि हुन्छ होला सायद ढकमको फुल लाली गुराँसको। यसमा चाहिँ सेतो देख्न सक्नुहुन्छ, यो चाहिँ सेतो कलर चाहिँ सेतो छ यसमा। वाउ।